सो वेलकम टु माई भ्लग गाइज। अब यस्तै हो, हामी चाहिँ अब एकछिनमा आज राम्रो एकदम बबाल हुने आलो छ आज। अनि सम्धी र मसँग अहिले चाहिँ एकछिनमा केटाहरू पढ्छन्, केटाहरूसँग भेट्नुपर्ने हुन्छ। अनि लगायत आज हाम्रो बबाल हुनेछ। जे होस् एकछिन म देखाउँछु केटाहरू के कस्तो छ। आजको दिनै एकदम बबाल है। एकछिन म केटाहरूसँग भेटेर बोलाउँ ल। हस्त टाटा। सो वेलकम। अब हामी चाहिँ रुमबाट निक्लिसकेका छौँ। अब देख्न सक्नुहुनेछ हाम्रो यो चाहिँ स्याउली बजार हो। स्याउली बजारको भ्यू भने एकदमै बवाल छ, आउन सक्नुहुनेछ हजुरहरू। हामी चाहिँ रुमबाट निक्लिसकेका छौँ। उहाँ हुनुहुन्छ हाम्रो सम्धी राजा। अनि यताउति लगायत टन्नै छ। एकछिनमा बोलाउँ ल, लाज लाग्यो ल है। हाम्रो केटाहरूसँग भेट्न लागिसकेका छ। केटाहरू चाहिँ त्यहाँ भव्य तरिकाले नाचिरहेछन्। अनि हाम्रो आज विशेष हाम्रो कमरेडको चाहिँ ह्याप्पीवाला बर्थडे है। ल है केटा हाई गरिदियो त ल केटा हो। रिसाउने ल है हाम्रो आज कमरेडको बर्थडे है। ह्याप्पी 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 बर्थडे टु हाम्रो चाहिँ दाजु। एकछिन ल। ल है गाइज हामी चाहिँ लागिसकेका छौँ। हाम्रो गन्तव्य भनेको बुलबुले है। यो चाहिँ जाजरकोटको बुलबुलेमा जाँदैछौँ है। सुर्खेतको भनेर नभट्किनु होला। अनि गाउँतिरको भाइब्स भने खतरा छ है, आउँदा हुन्छ। ल है एकछिनमा तल गएर भेटौँ ल है गाइज। अब यस्तै हो, अब अवस्था नाजुक छ। तल देखाउनु तल। ओइ ओइ हाइबन हाइबन दे ओइ 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 मा ओइ ओइ नगर नगर यमा नगर क्या कमरेड मा ल है स्विमिङ स्विमिङ है गाइस स्विमिङ। ल है केटा सब सुन्दै छन् है। एकछिन है बर्थडे बोय चाहिँ त्यहाँ छन् है। गाइज हामी अब नुहाएर पनि हामी हाम्रो गन्तव्यमा लागिसकेका छौँ। गाइज हामी जङ्गलतिर जाने है। आज मेन भने कमरेडको बर्थडे, हल्का सेलिब्रेसन हान्दिउँ भनेर। अनि यिनी चाहिँ हाम्रा सम्धी डिउ समातेका छन्। अब हाई भने सम्धी फेरि रक छन् के। केटाहरू चाहिँ माथि पुगिसकेका छन्। अब यस्तै हो, आफ्नो हालत भने यस्तो छ। हल्का गर्मी छ, नुहाउनै पर्यो गाइज। अब यस्तै हो। तिमी भनिदेऊ न सम्धी दुई शब्द राख्न चाहन्छन्। सम्धी एक दुई शब्द भनिदेऊ त। अब हल्का हाम्रो बाइकको कन्डिसन राम्रो नभएर यस्तो हिँड्नु परिरहेको छ होइन गाइजहरु। सम्धी हल्का रक छन्, त्यस्तो माइन्ड नलगिदिनु होला। भ्यू भन्नुहुन्छ भने हाम्रो यो भेनापसा स्याउली बजार हल्का तल बुलबुलेतिर यस्तो बबाल छ। हामी जङ्गलतिर लागिसकेका छौँ। अब ठिक छ, अब यस्तै त हो नि। यिनी चाहिँ हाम्रा
बोक्या लगायत पाठ हो। यो चाहिँ 2 महिना भयो। है फाइनली टोली आजको हाम्रो त्यति ठुलो विशेष त होइन, त्यही शान्तिनो बर्थडे पार्टी भन्ने छ। अब यस्तै चाहिँ हाम्रो ठाउँ चाहिँ त्यहाँदेखि हेर्नुहोस् गाइज, हामी त्यहाँदेखि त्यो खोला तरेर यहाँ यो जङ्गलमा यस्तो शान्तिनो शीतलमा हामी शान्तिनो बर्थडे पार्टी केटाहरूसँग रमाइलो गर्नलाई यति माथि आएको। हेर्नु यहाँ माथि ठुलो भिड छ। अब भाइब्स नमिल्ने केटासँग के आउनु, मौरी पनि नै छ यतातिर। मौरी धन्दै टोकेन माछिङ। यो अर्ग्याल भुनाउँदोले यस्तो यस्तो बनाउँदो रहेछ। कृपया यहाँ कता पनि टोक्याउँछ अरे, अलि होसियार भएर बाँचौँ। सबभन्दा पहिला चाहिँ मेरो साथी हो। धेरै दिनबाट यहाँ शून्यता कालो बादल छाएको जस्तो, साथी तिमी कहाँ छौ भन न, लामो दिनहरू काट्न नै गाह्रो। सो फाइनली गाइज अब चाहिँ हामी अब यसो मिलाएर उ गर्न लागिदिएको। हामी चाहिँ अब रक पारामा बस्दिराखन् केटाहरू। ल अनि उहाँ चाहिँ हातमा त केही छैन। उहाँ चाहिँ हाम्रो अमृत हुनुहुन्छ, हाम्रो सम्धी हुनुहुन्छ। सम्धी एक शब्द जाओस्। अनि हाम्रा कमरेड हुनुहुन्छ यता बर्थडे बोय हाम्रो। हल्का आज बर्थडे बोयलाई प्रब्लम आएछ। अनि किरण दाई यता हुनुहुन्छ कुकर। उहाँ एचएम पढेर डिग्री गरेर आए मान्छे हो। यता मासु बन्दैछ, चिकन बन्दैछ, चिकन बन्दैछ, चिकन बन्दैछ। ओहो अनि यस्तै हो। अब चाहिँ रमाइलो गर्नुपर्छ। अनि यता देख्न सक्नुहुन्छ हाम्रो मिट, यता भ्युअर छ। अरू जस्तो होइन हामी गाँचा गोटी खाने। अब यस्तै हो। सब राम्रो भाइब्स तरिकाले आइरहेको छ। हाम्रो त्यस्तो अरू जस्तो गजेटी पनि होइन। जङ्गल आयो, मासु खायो, ऊ खायो, के हो त्यो डिउहरू खायो, घरतिर गयो। बिहान हाम्रो कमरेडलाई हल्का आज प्रब्लम आइदिएको छ। अब यस्तै त हो नि। फुगेकै मुजिहरू यताउतामा फुगेकै फुके मुजी यस्तो गरी फुक्छु फेरिमा। हेर्न उतामा पुगेर लिबियल। ल है गाइज, ल भाइब्स तरिकाले बसौँ। राम्रो छ। कस्तो छ लगेर भन्नु। कमरेडको है बर्थडे चाहिँ कमरेडको हौ। हाँसो दामी त लागेन हौ, मासु बढी खाइयो। ल है केटा भाइब्स तरिकाले बसिरहेको छ। बर्थडे भाइ चाहिँ यता छ है। म्युजिक खै के म्युजिक खै भाइब्स तरिकाले बस्छ। दामी तरिकाले फाइट न, यो चक्टे मासु कसरी खानुपर्छ म सिकाउँदा तिमीलाई। ल भन्नुहोस् ध्यापा कहाँ हुन्छ हैन, हातमा ल्याउने यता लिएन अन्तबाट हैन मुखबाट। निलेर छ पाइ सबै कस्तो चला भन्दियो त। दामी मासुको फिलाउने त चप्पनी क्या। त्यसपछि काम है काम कस्तो चला केटा भन्दियो त। कलेजको कता हो क्या न कलेज यसलाई चाहिँ अब अक्सी मानेको यो मासु डिउ है गाइस, चाहिँ डिउ हो। खाऊ है खाऊ केटा मासु मस्तले खाऊ। एकछिनमा भेटौँ है खाइ मेटेर। मासु यति हालौ यति हालौ देखाउनु भएन। एकछिनमा खाएर मेटेर देखाएँ ल। एकछिनमा भेटौँ ल। सो फाइनली हामीले चाहिँ अब यस्तै हो। अब केटाहरू सबै हामी बिदाई गर्ने बेला भयो। एकछिन नाचेर भाइब्सवाला भिडियो म गाना हालेर केटाहरूलाई देखाइहाल्छु एकछिनमा। के भयो भने चाहिँ यहाँ मेन मिस्टेक चाहिँ केटाहरू सब थिम होइन। यो
मुजी 5 केजी मासु 5 जनाले भ्याउन सकिएन। मासु खान धेरै सकियो। केटाहरूलाई बोला हो, आधा टोली आएन। अब के भन्ने, 2टा टोली चाहिँ रुखमा चरिसकेका छ। अनि अरू यस्तै हो, नाचेर बबालवाला भिडियो बनाएर हालिदिन्छु ल एकछिन म। एकछिन हेरौँ है त ल केटा हो, एकछिन है। वेलकम टु माई। अब हामी चाहिँ घर जान लाग्यो। हामी चाहिँ कहाँदेखि कहाँ आएको भनेपछि ल केटाहरू पछाडि छन्, केटाहरू फेरि जङ्गी छन्। हो मा कसम भ्यू हेर न हो, भ्यू भ्यू। हामी यहीँदेखि आएको दार्जिलिङ ल। केटाहरू पुरै चल्ली ल गाइस, आजको भ्लग चाहिँ ल टक्क केटाहरू पार्टी साटी खाएर आयो। टोको चिल पारामा भलिबल हेरिदिने, कोही तल बसी राजन